आज हामी कहाँ छौँ अरे अशोकको घरमा छौँ हामी टक्क उत्सव ब्रोको घरमा छौँ हामी टक्क अनि अब हामी प्लान बनाइसक्यौँ कि हामी आज भोलि माघेश्वर राति आज टाटा टिप्न जाने उयानिर पोलेर खाने यो मुडा पनि देखाइदिउँ हाम्रो गाइजहरूलाई दर्शकहरूलाई अब मुडी खात गराउने हो मुडा पनि देखियो त्यहाँ हाँसिरहेको छ त्यो जान्ने होला सायद पनि जानियोस् तँलाई लाने होइन बाबु हामी चाहिँ आज टाटा टिप्नलाई हिँडेको हामी चाहिँ जाम एक हाते साइकल आउँदै छ हाम्रो पछाडि न्यू लुक्सको साथ ओए ए चले जानु तपाईँ 34 होइन 32 केजी 32 केजी ल गाइज अब त्यहाँ ठ्याक्क अब टाटा टिप्ने बेला है त ल गाइजहरु बाइ फेरि बेबीहरु एबे सुरु यो नयाँ मोडलको साइकल हो साथीहरु कोही ल गाइज ल हाम्रो यो चाहिँ के अरे जनक उता भिडियो बनाइराख हैन हाम्रो उस भाइ टक्क लाएर ह्यान्सी मान्छेहरु हैन आज चाहिँ हामी नयाँ स्वास्थ्य चौकी बन्न हाम्रो यो नयाँ स्वास्थ्य चौकी ल ठिक छ गडा हामी चाहिँ जाने अब उता है त ल कता यो हेर्नु यो आएन हेलो गाइज केटाकेटीहरु हैन हेलो गाइज ल हामी आधा बाटोमा पुगिरहेका छौं हाम्रो फ्यान्सहरु पर हेरेर हुन्छ सुरेशको घरमा पुगिरहेका छौं अब तलतिर अब मिल नाम के भन्नु त टाटा टिप हेलो गाइज आज म हल्का तलतिर छ गाइजहरु हेलो गाइज यो मेरो भाइ यो कान्छो यो कुरा चाहिँ सही बोका कोही किटी भन सब पर हेर्नु उता मजा मान्न आइस केटा अब रोको केटा तिम्रो दाइ हैन भाइ अब बुटा चढ्न गइरहेको छ भाइ हाम्रो केटाहरु पुरा गाइजहरु हैन हामी चाहिँ एक्ज्याक्ट लोकेसनमा आइसकेका छौं यो चाहिँ हो हाम्रो टाटाको बुटो अनि पछि हाम्रो केटाहरु चाहिँ मैदानमा उत्रिसकेका छन् बाँदर ए ल उया माथि जानेवाला छन् है ल हेरौँ को अगाडि जान्छ कति ढिलो टिपिन्छ है त अबे तँ यार हाम्रो बाँदर यार बाँदर छन् भनिरहेको छ मुस्कानको चल्ला साइड बाटो चाहिँ अलि अप्ठ्यारै छ होइन भोलि बिहानसम्म भिडियो आउने बेलामा टाटा भ्याइन्छ होला सायद होइन खाएर पनि जाम केटा ए चलो केटा सैनिक अगाडि बढ्ला चलो हाम्रा केटाहरू यस्तो अरे यार मैले उड्छु कि के हो उकालो बाटो हामी हिँडिरहेछौँ उकालो बाटो टाटा टिप्नलाई टाटाको बुटो राम्रो एक्सप्लोर गर्नु है टक्क ल हाम्रो जङ्गल पिसेड ल केटा ल सब ल है हाम्रो जनक चाहिँ चढ्न लाग्छ है केटा ए हाम्रो एक्सपर्ट हो कि एक्सपर्ट बाँदर ए फुलोमा खस्छ है फेरि हजुर हो होइन मलाई बेलुका एकै ठाउँ बोलेर खाने हो है अरू थाहा छैन मा बुट्टाहरी टाटा हेर त केटा देखिरहन उही
त्यहाँ पनि रहेछ नि यार हुन त हाम्रो ह्यान्डसम ह्यान्डसम केटाहरू सब रुखमा चढिरहेको छन् है जान सकिन्छ कता दाइ यो बुट्टामा यता यो बुट्टामा नि रहेछ नि केटा टाटा चाहिँ ओके ल हाम्रो ह्यान्डसम ह्यान्डसम केटाहरू चाहिँ चढिसकेका छन् गाइस हेरौँ कति कलेक्सन हुन्छ है त ल ल है त गाइस हामी चाहिँ नेक्स्ट लोकेसनमा जाँदैछौँ उयो बुट्टाको टाटा उयो अगाडि उयो बक्लोवाला नि त हो त्यही है ए छिटो हिँड्न मुसा जङ्गल जङ्गल हिँडेर आएको त्यही हो गरे ल है त गाइस जङ्गल जङ्गल के गरेछ धनमतीका सन्तानहरू खै 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 कहाँ उयो अबे भूत निके भे यसलाई नतर्छ भाइ केटा भेरी त्यो छोटो भेरी तर्स्यो भने भोलि आउनुपर्छ डिस्काउन्ट आउनु दाइ माथिबाट जाम के ओ यार भूत निके हेर त भिरे 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 ओके भेरी के भेरी ओके त्यही भिरे र भेरीलाई एउटै हो क्या यार यति नजिकबाट गल देख्या कि केटा बस्या उभा मुख यति नजिकबाट आजै देखेँ यार मैले पनि यार दाइ भ्लगमा एड गर्नुपर्छ ल है त गाइस कुगल चिन्नु भयो यसलाई यो भाइ अहिले धन्न मर्दा मर्नबाट बाँचेछ है यो भाइ म त यार सर्प हो कि दौडेको यार मा उल्टो मुखी म त भाग्दै थियो म त आउँदै यताबाट केही पनि यो म त यो त सर्प आजै भाग्यो के मा म त यत्रो यो भाग्यो म तुमी कोला है कहाँ यार भिरे भन्छ कि भेरी भन्छ है तपाईँहरूकोतिर है गाइज ल भोलि हान्ने कि यसलाई त्यसो उल्टी हो र गएर एउटा 20-40 टाढा लगेर पर्थ्यो के टिप्थ्यो जस्तो यो कति रुपियाँ माना हुन्छ यसको के बेच्ने हो र हामी खाने हो कि बेच्ने हो मान्छे ल्याएर आउनु पर्यो यहाँ मान्छे ल्याएर चट्ट काट्नु पर्यो कि के गर्ने यो काट्ने यो निकाल्ने म निकाल्ने भित्र छैन छैन बाहिर यो बाहिर ए जुन महिना हुन्छ त्यही महिना आउने त्यही हुन्न यो महिना यो म भिरेको म जहिले भलगिङ फेरि राति पनि हुन्छ फेरि लाइट बाली बाली त्यही तँलाई भनेको जाने होला भिरेबाट नि डराएको क्या आगो बाल्ने हो न तल धुवा बनाउने गइहाल्छ इ छोड्छ हाम्रो बाउलाई आना बाबा लिएर आऊ बेलुका गइहाल्छ के कस्तो ल आगो बाल्दै केटा तलबाट होइन भन्दै यसको पिछौडामा आगो बाल त केटा ल झुलभित्र बस्नुपर्छ झुलभित्र यस्तो काममा त भालेर नप्पा एक्सपोर्ट हुन्छ फेरि त गएर त्यहाँ एउटा ढुङ्गा न मायासलाई त पानी मुनि गयो नि छोड्दैन फेरि हामी बोलेको काट्ने भनेको पुलिसमा त गइहाल्छ लहट्न पर्छ अहिले को कहाँ आम्बाल्छ नि थाहा पुरा त म होला एउटा नयाँ जस्तो छ कि सानो भर्खरै हाल्यो माथिबाट जाम सानो छ ए बुढा चढ्न सकिने बुढो हो यो निर आएर बनाएर इच्छा ल बिचारो आज हाम्रो हातबाट फस्यो है यसको अब हुन्छ व्यवस्था हुन्छ बिस्तारै यसको व्यवस्था बिस्तारै हुन्छ है सबले खानियो केटा पछि जोरन काट्न सकिहाल्छ यो काट्ने जानेका मान्छेलाई नजिकै छ यो जमिनबाट हिँडेर काट्ने पनि के हुने के काट्ने हो म निकाल्ने त्यहाँभित्र मै छैन यो बाहिर बाहिर लाउँछ के बाहिर कहाँ लाउँछ यार तुला के हामीले त्यही त त्यो भित्र हुन्छ यो भित्र काट्नु पर्दैन बुटो ए बुटो कसले काट्ने भने मासुको झोल चोया काट्ने के तोकै खोल त्यसको त्यो चाक काट्टा त जल्दी जाने छ यो उडेपछि उडेपछि त उडेपछि त महल र उडा त आँतालाई म छोड्दैन हो अनि खाल्ला खाइके छ अहिले म
त्यो जो जाने हो नि यो उडाउन के यसको बारे त्यसलाई ठेक्का दिने के बुवाल जानु भएन र सबले खानि त हो त बुवाल त बुवा हाम्रो बुवाल त दी भिड नि हो तिनलाई त ल्याएका बचाएर गथे माथि बुट्टामा खुट्टा रसी बाँध्न त्यही खुट्टा लाए आगो खसे तर बेस भएर बुवाले बोक्दै लिएर आए सबै भिरेल बोक्दिएल त बोलाइ दिनलाई भिडियोटालाई अनि फ्लेभर त भिरेमा हुन्छ नि हो बुवाले यो कुरामा त्यसै नआउनु पर्ने यार यो देख्न आयौँ यही देख्न मन लागेर मन लाउनमा टोक्छ कि सबलाई हामी घसी घसी जान्थ्यौँ नि कि होइन हामी त चिलमा जान्थ्यौँ फ्याट्ट कोहीको हात लागेको त्यहाँ त गयो हात लाग्यो भए त गइहाल्थ्यो यिनले नदेखे भए हात त्यस्तो छोइदियो भए मा यसलाई बचाउने कि आउँ आउँ बस्थ्यो सबलाई टोकेर मार्दैन यो आज मर्नबाट बाँचेछ है गाइस मर्गा जो टोके त्यसले टोक्छ अरूलाई त्यस्तो गर्दैन धेरै हो पुरै आँगेर आउँथ्यो चिप्किनु पुरै यार अनि त्यत्रा छन् त माथि हामी पनि गयो नि छोड्दैन अरे उल्टी माथि उडिरहन्छ अरे फर्स्टमा बसेर हेर्नु न माथि तल अगा उल्टै हो यार उल्टो मुखी बस्या को उल्टो भन्ने चाक उभो छ मुख कहाँ एक लात हान्छ मा जामा जा उदो छ के मा कालो कालो देखाएन त्यस्तो खाप्थ्यो अरे हेर ए सबै उदो बस्छन् नि उभो हो के ए अते यार उभो छ त बे मैले उल्टो देखेको थिएँ यार त्यही उठो देखे नजिकै जा न मा अहिले उभो हो के उदो दियो उभै रहेछ त उभो छ के उभो उभो छ छ नि यार माथि त माथि उभो छन् कोही उँधो पनि कोही उदो नि छन् छैनन् उता त्यसै होइन होइन उभो छ उभो छन् उल्टो भिडियो होइन आँखा देख्दैन आँखा फुटी त्यही त मा भोसडीको होइन जन गएको हाम्रो म त अत्र ल यही भएन भलक पनि लामो भयो ल साथी हो गाइस है इन्जोय सामान हो सामान चोरी हार्न लाग्यो हामी चाहिँ भन्ने अरे आगोबाट जाने नि त्यहाँ माग्छन् कहाँ अघि आगोबाट होइन यतैबाट जाने कता यता अलि वरा भएर माथिबाट माथि के राख्दै हुन्छ त अझ केटो बहुत टमाटे ये देखो वहाँ बंदर लोग हेर्न यो फुटाली गयो यार आराम जाँदा अरे गाइस आराम ज्यादा देखिन्छ कि अलि परै राखेन देखिन्छ मा भोसडी गाइस ल असक यहाँ देखा त यत्रो चाहिँ भारी बनिसक्यो देखा मुजी डाँठा ए यता देखाउने अरे मा त चोट गाली नगर्न लगाइछु भारी बनिसकेको छ अब यो टाटा मैले अघि आगोबाट जान्न गाइस म अघि आगोबाट जान्न त्यहाँ माग्छन् अब टक्क चाहिँ बादल बड्डाको घरबाट ए मलाई खै त यार भिखारी एउटा मात्रै दिँदो यार मा भोसडी के हो